रेडी देखिन्न नि तिमीलाई पनि एउटा दिन्छु ल टक्कै थाहा पाउनु पर्यो ल थाहा पाउँछ नि 5 रुपैयाँ मलाई कसैले बना दे एउटा पैसा देऊ त भाइ ठिक्सै मिलाउँछु थाहा छ मलाई हेर्न पाइएन तलबाट हेर्न पाइएन पाइएन तलदेखि त्यसै थाहा पाउन नि पानीपुरी खाऊ पाऊ पानीपुरी खाऊ 50 रुपैयाँ हो मिलेन हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। आज हामी गर्दैछौँ पानीपुरी च्यालेन्ज हो कि नै लागि चाहिँ केही नियमहरू रहेका छन्, त्यसैले ध्यान दिएर सुनिदिनु होला। जसले यो नियम पुरा गर्न सक्छ उसले चाहिँ पानीपुरी खान पाउनेछ, नत्र भने खान पाउने छैन। यो च्यालेन्जमा चाहिँ के हुनेछ भन्दाखेरि यता हेर्नुहोस्, यसरी आँखा बन्द गरिनेछ अनि यिनलाई केही पैसाहरू छन् यहाँ, यिनी पैसाहरू यसरी छाम्न दिनेछु र यिनले पत्ता एक्ज्याक्टली पत्ता लगायो भने कुन पैसा हो भनेर पत्ता लगायो भने यिनले पानीपुरी खान पाउनेछन्, होइन भने पाउने छैनन्, हेर्ने मुख रसाउने हुनेछ। त्यसैले आजको च्यालेन्ज चाहिँ एकदम इन्ट्रेस्टिङ अनि एकदम फनी हुनेवाला छ, अन्तिमसम्म हेर्नु होला। हस्त धन्यवाद। यो पानीपुरी खाने चाहिँ पालै पालो हुनेछ, पहिले एकजनाको पालो आउनेछ अनि त्यसपछि अर्कोको पालो आउनेछ। त्यसैले फर्स्टमा कसले खाने त? के गर्ने त्यो कान्छावाला कसैले भनेको भएन, पहिले फर्स्टमा नानीले खान्छ है, फर्स्टमा यसले खान्छ अनि यसको आँखा अब हामी यसको आँखा तोड्नेछौँ अनि यसले थाहा पाउँछ कि नै हेर्नु होला है गाइज। यस्तो पहिले नानीको पालो आएको छ, फर्स्टमा चाहिँ यसले के हुन्छ हेर्नु है गाइज। यसको चाहिँ आँखा आँखा त देख्छ। म चाहिँ अब तँलाई एउटा पैसा दिनेछु, त्यो चाहिँ तैँले थाहा पाउनु पर्ने छ है। थाहा पाएपछि पानीपुरी खान पाउँछस्, नत्र पनि पाउनुहोस्। देखेको त छैन? थापा नानी थापा ल त्यो थापा कति रुपियाँ हो? 100 रुपैयाँ। रबिनको पालो छ, यिनलाई पनि खै हेरौँ है गाइज, यिनले थाहा पाउँछन् कि नै। रेडी देखिन्न नि तिमीलाई पनि एउटा दिन्छु ल टक्कै थाहा पाउनु पर्यो ल थाहा पाउँछ नि 5 रुपैयाँ ल यिनलाई चाहिँ एउटा पानीपुरी ल है नानी कुरा त कस्तो ठ्याक्कै थाहा पाइदिए यिनले चाहिँ। ल यिनले फर्स्ट ल अब चाहिँ कस्तो भालो? अब चाहिँ हाम्रो निर्मल भाइको पालो छ। दाइ जस्तो छ भाइ पनि। कस्तो लगाल्छ कि 20 रुपैयाँ भने खाना पानी आउँछ नि लाग्दैन। चिवा लगाइ 20 रुपियाँ भने त यता नै पकाउने कस्तो रहेछ। 20 हो होइन हो कि नि? एउटा खाने त्यस्तै चोप्दै हुन्न। दोस्रो विजेता अर्कोको पालो आएको छ, दे एउटा पैसा देऊ त भाइ। ठिक्सै मिलाउँछु थाहा छ मलाई। हेर्न पाइएन तलबाट हेर्न पाइएन पाइएन तलदेखि त्यसै थाहा पाउन नि पानीपुरी खाऊ
पाऊ पानीपुरी खाऊ 50 रुपियाँ हो मिलेन मिलेन। सय होय ल है बोइजहरूले चाहिँ मिलाए फेरि गर्लहरूले चाहिँ मिलाएन नि ठ्याक्कै मिलेको छ गाइस पालो मनले 100 भन् त भने आउँथ्यो यो भुले त म दुईतिकैला त्यहाँसँग फालफुल गर्ने होइन जल्दी देऊ यार भैया त्यस्तै थाहा हुँदैन नि प्राइसले भुने आउँछ आफूले 10 खतरा रोकिदिउँ नरोक भाइ खतरा मिलायो के मैले चाहिँ मिलाएको छु है गाइस गराउँछु राख्छ सासमा हामी केटाहरूले चाहिँ मिलाइसक्यो फेरि नानीको पालो आएको छ अघि चाहिँ यसले मिलाइन्थ्यो अहिले चाहिँ मिल्छ कि नै हेर्नु है गाइस नै मिला आफ्नो मन मिलाइदियो दे त दे ल नानीलाई चाहिँ म खतरा अझै मिलाउनु पर्यो है पानीपुरी नत्र भने सबै सक्छौँ हामी मिला 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 चुप लाग्नु चिटिङ चिटिङ आमाले त्यस्तो हाम्रो लक्ष्मण भाइले खान्छन् पानीपुरी ल एउटा बाउ त्यसै राख्छ के मलाई चाहिँ नमिलाउनु पर्यो ल पैसा देऊ त भाइ चाहिँ म त खतरा नोट दिन्छु कि खतरा खतरा के खतरा यता हेर न खाऊ त्यस्तै थाहा हुन्न हेर्नु थाहा भन्नै हेर्ने 10 सुन्ने हात लाग्छ कि आउनलाई यति सुन्ने हुन्न थाहा पाएँ यार भाइले फेरि दुईचोटि यसकी मम्मी पानीपुरी बेला खाने हो त हामीले पत्ता लगाहाल्यो अब है निर्मलको पालो भिडियो बिग्रीको गएको देखिया अब चाहिँ निर्मलको पालो त्यस्तै थाहा हुन्न म तादिने देखिया आएर नि यता लौ यसले नाफ्याउँछ क्या हो किन त्यही पनि नाप्छ नि पैसा सुमाथि यसले नाफ्याउँथ्यो क्या हो अनि अघि सुमाथि आउँथ्यो म त अब गर्दिनँ त म गरिदिन्छु रेकर्ड क्या नानी हेर्न नपाइने तलबाट अहिले पनि आउनु अघि नै थाहा पाइन्थ्यो नि नाप्दिन है नाप्के यी देखिन्न क्या तल हेऱ्यो नि कहाँ गातो 10 रुपियाँ मिलेन मैले तपाईँलाई दिदी कस्तो हुन्छ कहाँ जाने हो थापा लाग्यो पानी थापा पानीपुरी पानीपुरीको सवाल 10 खानै पाएन दाइले पनि कति बेला आएन नि अब भयो नि अब यस्तो मिलायो एकचोटि भाग्य लक्की नि अब चाहिँ खाइ बस अझै मिलाउन कि एउटा बिक्सै मिलाउन के मलाई थाहा छैन म कति भेट्छु भन्ने उनीहरू आउँछ आयो हैन ल
जातमा त्यस्तै थाहा भयो। गरिदिन्छु कि। अब नगर म गराउँदिन अब यो अब एकचोटि गर्ने हो भाइ मिला मिला हाल्छु क्या 10 भनेर नि तिमी 2 रातको तिमी त्यसलाई पानीपुरी देऊ पानीपुरी आफै। बना का बना ले खा ले ऐसे नोट दूंगा ना आप। ओए डर लगे और मलाई अरू 5 भन्ने छ लेन नै खाइ म पनि आउँछु त्यो अब भयो म खानु नि बना खा 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 मलाई कसैले बना खा न त्यो कति रुपैयाँ दिए हामीलाई म त खतरै नोट दिन्छु कि। जेमा नानीले देखिहाल्छ नि क्या हेर कतै एउटा न हेर माथि भए नचेटे छिटो आइडिया त हो यार त्यस्तो पनि एक बित्ता खा थाहा भयो। एक बिटा छ क्या छिटो बना छिटो फास्ट मिलायो भने देख्यो भन्ने हो 10 मिलायो। भाइ साहब नि मिलाया मिलाया देखा जस्तै गर्थ्यो त नि मिलाले टक्क बानी यो ब्राजलाई चाहिँ म कति दिन्छु भने देल फटाफट अहिले त मिलाउँदैन कि सुकुन भन्ने म ट्याक्कै मिलाइ कति होला थाहा पाऊ है थाहा पाऊ 10 नो नमिलेन 50 गाह्रो लाग्यो बराइदियो गाइज आजको च्यालेन्ज चाहिँ सकिएको छ भिडियो कस्तो लाग्यो यदि भिडियो मन परेमा च्यानलको सब्स्क्राइब गरिदिनु होला कमेन्ट गरिदिनु होला यस्तै भिडियो लिएर फेरि पनि आउनेछौँ हस्त धन्यवाद।